अनि कस्तो पोका पाकी पनि बोकेर हिँडेको त कंट्रोल कंट्रोल खत्म बाय बाय टाटा गुड बाय हेलो साथीहरू सन्चै हुनुहुन्छ म पनि एकदम सन्चै छु तर यहाँ मगनी डली चाहिँ माइत भागिरहेको छ मसँग झगडा गरेर अनि तनाव छ म चाहिँ अनि फकाउँदै अलिकति पछाडि हिँड्दैछु अनि कुद्दै आउँदाखेरि त यो यति तल आइसकेको रहेछ माथिबाट अनि बल्ल यहाँ भेटे पानी खाँदैछ गलेछ यो केटीलाई हो गलेको हो ज्ञानु ओइ किन भागेको तिमी भन त किन भागेको अनि तिर्खा लागिन्जाल भयो किन मेरो पछि लागेको तिमी चाहिँ किन मेरो पछि लागेको तिमी चाहिँ के अरे अरे छोड्ने मेरो तिमी मेरो ज्ञान होइन तिमीलाई छोडेर को ज्ञान तेरो को ज्ञान कहाँको ज्ञान तिमी बिना अनि म बाँच्न सक्छु त यस्तो तिमी त कपडा हो नि पोकापाकी बोकेर किन हिँडेको केही भएको छैन हौ तिमीलाई त मैले सस्तो किनिदिएको जस्तो लाग्छ तैँले किनिदिएको हो यो सस्तोको माल पो फुट्छ त भूतलाई ज्ञान हो तिमी साँच्चीकै मलाई छोडेर गएको ज्ञान हो ज्ञान हो कुन ज्ञानसँग जान तेरो ज्ञान हो तेरो ज्ञान हो होइन तिम्रो लागि मैले सारा दुनियाँ बिर्सेर तिम्रो पछाडि आउँदैछु तिमी नफकिने साँच्चीकै माइत मात्र तिमी भाग्ने नबोल्नु त किन मसँग न्यु खोजेको अले न्यु खोजेको होइन नि त के गरेको मैले प्रीति गरेको हेर ज्ञानु मलाई तिमीले छोडेर नजाऊ मलाई छोडेर जाँदैछौ तिमी यसरी दिन रात यसरी जङ्गलमा एक्लै डगाउनेर म मात्रै छ र तेरो अरू केटी थुप्रो तेरो छ नि कति छन् नि पछि लाग्नु त के गर्नु त तिमीमै मात्रै शिवकुले अरे थाहा छ तिम्रो लागि मैले सारा दुनियाँ त्यागेको छु तिमीले किन यसपालि बिचैमा आएर त जस्तो पापी धोकेबाज कोही छैन तँलाई छोड्नु भन्दा तँलाई तँसँग पर्खेर बस्नु भने तँलाई छोडेकै जाति क्या त्यही भएर छोडिदिन्छु मलाई पछि लाग न म तिमीसँग अबदेखि गए पो अनि कोसँग कहाँसम्म मात्रै जाँदो रहेछ हेर्छु म तिमीलाई त म जसरी पनि लान्छु तिमीलाई भन्छु नि सास बढिसक्यो नि तिम्रो लागि मैले घरमा मासु भात त्यागेर आएको छु मासु भात नखाइ यहाँ भोकले मान्छे चिप्लिन लागिसक्यो कस्तो कुरा बुझ्दैनौ यार तिमी कस्तो कुरै बुझ्दैनौ क्या कस्तो पोकापाकी पनि बोकेर हिँडेको त आया यो लुगाइदिन्न म लैजा तेरो सम्पत्ति म केटीहरू त हेरौँ ब्याग पनि मैले खोसाएर हिँडेको तिम्रो त कपडा बिग्रिन्छ नि पछाडि कपडा मासले
जस्तो केटा त 10-30 पाउँछ हौ। म पनि पाउनु त पाउँथेँ कि ज्ञानु म पनि पाउनु त पाउँथेँ कि कुन चाहिँको डाइरेक्टर ज्ञानु नभन्नु यहाँ। तिमीले मलाई भन्यौ नि तिमी त जस्तो केटा 10जना पाउँछु म नि पाउँछु 20जना तर तिम्रो लागि मैले संसार त्यागेको छु नि त त्यही भएर तिमीलाई छोड्ने कुरा हुन्छ त संसार त्यागेको छु संसार त्याग्न त आफू पनि जिन्दगी प्राण तागेर जान्छ। म त्यस्तै त हो त्यस्तै त हो सेम कस्तो कुरै बुझ्दैनौ यार तिमी ज्ञानु फेरि ज्ञानु नै भन्दैछ तेरो कुन चाहिँ ज्ञान सम्झेर ज्ञानु भनेको तिमी ज्ञानु तिम्रो मायामा पागल भइसकेँ म ओ ज्ञानु कहाँको ज्ञानु तिमी ज्ञान